आज चाहिँ एकदमै नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै एकदम रुगाखोकीले टक्क छोडिसकेको छ। हल्का हल्का नाके बोली आइरहेछ। सो अरू सबै फाइनली ठिक भइसकेको छ। सो साथीहरू, आज म चाहिँ एकजना दाइसँग भेट भएको थियो। उहाँलाई चाहिँ मैले म्युजिक सिक्छु, म्युजिकमा अलि इन्ट्रेस्टेड छु होइन भनेर भनेको थिएँ। अनि उहाँ चाहिँ भिडियो एडिटिङहरू पनि गर्ने, यताउति गर्नुहुँदो रहेछ। अनि उहाँले चाहिँ मलाई चाहिँ उहाँसँग दुईवटा हार्मोनियम किबोर्डहरू रहेछ। अनि मलाई दिएर भइरहेछ, एउटा हार्मोनियम चाहिँ मलाई दिन्छु भन्नुभएको छ कि। सो म लिन जाँदैछु। अनि साथीहरूलाई म देखाइहाल्छु। त्यहाँ पुगेपछि अब निक्लिन लाग्यो। अब रेडी भइसकेँ म। हाल्नु तपाईँकोमा तोरीको तेलले कपाललाई एकदम, हाम्रो लागि चाहिँ यो तोरीको तेल चाहिँ खास कपालमा टाउकोमा लाउन चाहिँ एकदम राम्रो हो कि। त्यो अनेक केमिकल हालेको बास्नावाला त्यो अनेक लाउनुभन्दा होइन, तोरीको तेल चाहिँ बवाल हो कि साथीहरू। कपाल पाल्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई तोरीको तेल लाउन आग्रह गर्छु। यो चाहिँ अर्ग्यानिक हो नि त। बजारको फेरि त्यो भुटन खाने तेल होइन नि, त्यो फेरि प्योर सूर्यमुखी तेल देखाउँछ। लास्ट टाइम के हुन्छ भन्छ। सूर्यमुखीमा किलोको 1800 पर्छ अरे। अनि यहाँ त्यो पेल्दा त कति निक्लिन्छ त्यसको तेल? एक किलोको त एक मुठी नै आउँदैन होइन। अनि तोरी त झन् कति महँगो होला। तोरी महँगो छ, तर मैले ल्याएको यत्रो बट्टामा कति 100 रुपियाँको भइसक्यो। 2-3 महिना भइसक्यो। रुगा लागेर कस्तो गाह्रो आयो, तर कम भएको आयो तोरीको तेल त। सबै कपाल यो छिटो बढ्छ, मेरो चाहिँ यो ढिलो बढ्छ कि भएको के भयो। एक लट पालिदिउँ कपाल होइन, अनि कस्तो हुन्छ अनि काट्ने गर्छ त्यहाँबाट चाहिँ। अनि पार्ने बेलामा काट्नुपर्छ होला। अहिले हो त्यो चाहिँ क्रिम पाउडर लाउनु थियो। आल्मन्ड हो यो चाहिँ, आल्मन्ड हो, तर खासै मेरो ओखो बाइक रहेछ प्यारा आज त। गाह्रो पर्ने हो नि त मलाई। 1 2 3 हतार भागेर कस्तो हुन्छ नि। अरे सजिलै छिरो होइन। मेरो यो चाहिँ कुन भाइको थियो? मेरो बुलेट हो फेरि। नयाँ भाइको त्यो कुन हो? साट्टै हुन्छ फेरि स्टाइल। ओहो मेरो आफै जान्छ नजाएको जाम भित्रबाट होइन। यहाँबाट खासै बाटो त फाल्ने छ, यत्रो घुमिराख्नु होइन। यति नै के रहेन नि त। म यहाँबाट आमा कुसी चोकबाट भित्र हुँदै
यहाँबाट अब कहाँ निस्किन्छ भन्दाखेरि कस्तो सुन्दर एकदम बाटो हारमा निस्किएन भने कहाँ भन्नु कहाँ भाइ बनाइले चाहिने हो नि भनिदियो भने वेडिङ वेडिङ आन्टी मेरो गाडी छ कति राम्रो साँच्ची भने जोहरू के राम्रो देख्छ कति भएको मेरो आँखा राम्रो हो कि खास मेरो आँखा यस्तो सेक्सी छ नि यसलाई नै राम्रो देखिन्छ क्या संसारमा मेरो आँखाले नराम्रो देखि भने केही छैन होला सायद स्कुटरले साइरन बराउँछ थियो ए पुलिसको गाडी जाम गर्दैछ म त स्कुटरले साइरन बजाउँछ भनेर पुलिसको गाडी देखिन्छ अन्ति आर्मी हो यो पानीको गाडी देखिन्छ हँसेको तिम्रो गीत सुनेर नाल नाचेको तिमीलाई देखेर हो तिमीलाई भेटेर हो बिरती गाँसेको बाटो पत्ता लाग्यो अलिक घर बाटो या गाह्रो भयो नि हे गाई अन्त झ्याउ बनाएर आउनलाई किन लानु होइन आइपुग्यो होइन दाइकोमा हे ल यहाँ फ्याक्ट्री पनि रहेछ ल व्हाट्सअप गाइज हेलो हेम सर मेरो भ्लगमा स्वागत छ है तपाईँलाई अनि म त कस्तो यार अनि उडे भइसक्यो नि त हावा तालमा यार यस्तो भयो कि ल ठिक छ होइन हेम सर केही भन्न चाहनुहुन्छ नमस्ते दर्शन नमस्ते सम्पूर्णलाई यतिखेर हामी चाहिँ सीतापाइला चोकबाट थोरै भित्रबाटी नागार्जुन लाइभ दोहोरीभित्र छौँ यहाँ लाइभ पनि गर्नुहुन्छ है लाइभ दोहोरी पनि हुन्छ हाम्रामा लाइभ दोहोरी गाउने पनि छन् र भिडियो एडिट पनि छन् सबै भिडियो एडिट पनि हुन्छ है यहाँ किबोर्ड पनि सिकाइन्छ किबोर्ड पनि छ होइन ए ल यहाँ ल गाइज यहाँ ल भिडियो एडिटिङ पनि गर्नुहुँदैछ अनि आज चाहिँ धेरै पछि हामी भेट भइरहेछौँ राष्ट्रिय नाचघरमा हामीले सँगै मादल सिकेको होइन एकदमै इन्ट्रेस्ट के भन्छ इङ्ग्लिसमा इन्ट्रेस्ट होइन इन्ट्रेस्ट भएको कारणले चाहिँ एकदम आज चाहिँ उहाँले हार्मोनियम लाँदै हुनुहुन्छ मैले उहाँलाई हार्मोनियम बजार सुनाइदिनु है ल म बजाउँछु बिनाको हार्मोनियम बिनाको हो त यो बिनाको हो यहाँ पनि लेखेको छ बिनाको यसलाई चाहिँ
लक गर्न पनि सकिन्छ र लक खोल्न चाहिँ आफूले जुनमा राखे त्यही गर्न मिले। यसलाई खोल्दा चाहिँ ट्याक्क यदि यो नम्बर यहाँ नम्बर छ यो नम्बर मिलेन भने जस्तै यो 00 छ यो 1 आयो भने खुल्दैन। यो मलाई गिफ्ट दिँदै हुनुहुन्छ दाइले। यो चाहिँ आज भाइ लाँदै हुनुहुन्छ ल। यो चाहिँ यस्तो चक्क खोल्यो नाइस अनि टक्क लगाएर यस्तो गरी माथि छ। अनि दाइसँग अर्को नि छ हो? मसँग अर्को एउटा बिनाकै छ अर्को भोकल हार्मोनियम भोकल रियाज गर्न मिल्ने हार्मोनियम छ र अनि किबोर्ड पनि छ मसँग। अब हाम्रो मेरो चाहिँ नयाँ यो अफिस चाहिँ अब नयाँ मैले सीतापाल चौक खोल्दैछु। मादल अनि हार्मोनियम त्यस पछाडि किबोर्ड त्यस पछाडि भोकल यति हामी सिकाउँछौँ र अक्टोप्याड पनि हामीले सिकाउने कोसिस गरेका छौँ। सम्भव भएछ हामी अक्टोप्याड पनि सिकाउने कोसिस गरेँ। यो चाहिँ सीतापाल चोकमा छ। यदि हजुरहरू आउनु चाहनुहुन्छ भने ठ्याक्कै चोकबाट रामकोट जानेपट्टि 3-4 घरमा त माथि 3-4 घरबाट माथि छ आउनु सक्नुहुन्छ भन्दै अहिलेको बसाइ भने हामी थोरै हार्मोनियम बजाउँछौँ। ल हार्मोनियम बजाइदिनु दाइ ल। कुन गीत बजाउनु? अब तपाईँलाई आउने बजाइदिनु न। मलाई त खासै केही आउँदैन म त अब सिक्न सक्दैछु। ल हार्मोनियम सिक्दाखेरि चाहिँ अब पहिला सुरुमा हामी सारेगमै सिक्छौँ होइन। वाउ साथीहरु म्युजिक भनेको यस्तो चिज हो क्या यस्तो आनन्द आउँछ क्या त्यो भएर होइन म्युजिक सिक्नु पर्छ। ल एउटा गीत बजाइदिनु दाइ ल। ल तपाईँलाई आउने बजाइदिनु। बोलाउँ भने तिमीलाई बातलाने डर नबोलाउँ त तिम्रो प्रीतिको पापलाने डर। बोलाउँ भने तिमीलाई बातलाने डर नबोलाउँ त तिम्रो प्रीतिको पापलाने बोलाउँ भने तिमीलाई बात लाग्ने नबोलाउँ त तिम्रो प्रीतिको पाप लाग्ने तिम्रो पेटको भन्ने बुझिरहेको थियो गाई छैन रहेछ ल। सरी ठिक छ ल है त। ल ख्यालीमा ल हाम्रो चाहिँ मादल प्र्याक्टिस है। मादल प्र्याक्टिस है गाइज। अलिकति लाइट मिलेन तपाईँलाई त्यहाँ होइन मलाई आउने कि एउटा यो त्यो कुन गीत रे हामी सिकेको उसमा त के अरे तिते करेलीले आउँछ मलाई हान्न त टाङ 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 फाइनल्ली अब हामी छुट्यौँ। अब यो सामान अब पाइहाल्यो अब लिएर निक्लिनु पर्यो। ल धन्यवाद। ल अब हाम्रो ल अब यसको एउटा झोला धोक्रो भए हुन्थ्यो क्या त। यो भोलि पर्सि यो हार्मोनियम बजाएर देशको ठुलो मान्छे बन्नुपर्छ। धन्यवाद। बजाएर होइन यसो भोकल चाहिँ यसो अलिअलि सिक्ने हो अब खासै केही होला जस्तो लाग्छ। धोक्रामा